नमस्ते क्रिकेट प्रेमीहरू, हाम्रो युट्युब च्यानलमा तपाईहरूलाई हार्दिक स्वागत छ। आज हामी चर्चा गर्दैछौँ भारत र न्युजिल्यान्ड बीच सम्पन्न दोस्रो टी20 अन्तर्राष्ट्रिय खेलको नतिजा, पूर्ण हाइलाइट्स र खेलका मुख्य मोडहरूको बारेमा। खेलको जानकारी। स्थान: शहीद वीर नारायण सिंह अन्तर्राष्ट्रिय स्टेडियम, रायपुर। समय: साँझ 7:15 बजे। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला किनभने हामी सिरिजको पछिल्लो अवस्थाबारे पनि कुरा गर्नेछौँ। टस र रणनीति। सबैभन्दा पहिले टसको कुरा गरौँ। टस जितेर भारतले पहिले बलिङ गर्ने निर्णय गर्यो। रायपुरको मैदान ब्याटिङका लागि अनुकूल मानिए पनि साँझको समयमा ड्यू फ्याक्टर शीतले ठूलो प्रभाव पार्ने अनुमानका साथ भारतले यो निर्णय लिएको हो। न्युजिल्यान्डको इनिङ्स। पहिले ब्याटिङ गर्न मैदान उत्रिएको न्युजिल्यान्डले निकै सावधानीपूर्वक सुरुवात गर्यो। पावर प्लेमा ओपनरहरूले बलियो जग बसाले पनि बीचको ओभरमा भारतीय बलरहरूले उत्कृष्ट पुनरागमन गरे। न्युजिल्यान्डको स्कोर 208 रन, 6 विकेट, 20 ओभर। प्रमुख ब्याटरहरू: मिचेल स्यान्टनर 47 रन, रचिन रविन्द्र 44 रन। भारतीय बलिङ प्रदर्शन: कुलदीप यादव 2 विकेट, शिवम दुबे 1 विकेट। विशेष गरी भारतीय स्पिन र पेस अट्याकले बीचका ओभरहरूमा न्युजिल्यान्डको रन गतिलाई नियन्त्रणमा राख्न सफल भयो। भारतको जवाफी ब्याटिङ। 209 रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको भारतीय टोलीले निकै आक्रामक सुरुवात गर्यो। पावर प्ले। तीव्र रन रेटका साथ स्कोर अघि बढ्यो। मिडल अर्डर ब्याटरहरूले निकै संयमित र उत्कृष्ट प्रदर्शन गरे। भारतको स्कोर 209 रन, 3 विकेट, 15.2 ओभरमै लक्ष्य पूरा। प्रमुख प्रदर्शनहरू: सूर्यकुमार यादव 82 रन, शिवम दुबे 200 कोलम्ब। स्ट्राइक रेट। यद्यपि न्युजिल्यान्डका बलरहरूले अन्त्यतिर केही दबाव सिर्जना गर्ने प्रयास गरे, तर भारतले खेललाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राख्यो। खेलको नतिजा र सिरिजको अवस्था। अन्ततः यो रोमाञ्चक भिडन्तमा जित हासिल गर्न सफल भयो भारत। नतिजा: भारतले न्युजिल्यान्डलाई 7 विकेटले पराजित गर्यो। टी20 श्रृङ्खलाको अवस्था। भारत 2-0 न्युजिल्यान्ड। यो दोस्रो खेल निकै उत्साहजनक रह्यो। दुवै टोलीले कडा टक्कर दिए पनि निर्णायक क्षणहरूमा भारतले उत्कृष्ट खेल देखायो। अब सबैको ध्यान तेस्रो तथा निर्णायक खेलमा केन्द्रित हुनेछ। च्यानल अपडेट। यदि तपाईलाई यस्तै क्रिकेट अपडेट, विश्लेषण र नेपाली स्क्रिप्टहरू मनपर्छ भने भिडियोलाई लाइक गर्नुहोस्, कमेन्टमा आफ्नो विचार राख्नुहोस्। च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद। अर्को भिडियोमा फेरि भेटौँला।